स्वागत छ सम्पूर्ण विद्यार्थी भाइ बहनहरूलाई। एकदम एससी नजिक आइरहेको छ के होइन, प्रेसर भएर चाहिँ भोलि नै पर्सिदेखि हो। तर नाच्नुहोस् है, मजाले लेख्नुहोस्, राम्रोसँग तयारी गर्दै गर्नु होला। अग्रिम शुभकामना छ। र मेरो युट्युब च्यानल @कृष्ण ठाकुर -82 873 ठाकुर सर भनेर सर्च गर्नुभयो भने मजाले तपाईँले भेटाउन सक्नुहुन्छ युट्युबमा। र आज मैले ल्याउँदैछु क्वेसन नम्बर 10 को ए मा। 10 को ए मा 2 मार्क्स आउँछ। हामीले 10 को बी पढियो कि त 10 को बीबाट 2 मार्क्स आयो भने यसबाट 3 मार्क्स आउँछ, कि त यसबाट 2 मार्क्स आयो भने त्यसबाट 3 मार्क्स आउँछ। यानी कि अल टुगेदर 10 को ए बी मिलाएर हाम्रो 5 मार्क्सको यसबाट सेभर हो है। र यसमा 2 मार्क्स सेभर आउँछ। मैले के गरेछु त टाइप 1 तपाईको अगाडि मैले टाइप 1 लिएछु। यहाँ क्वेसन नम्बर 1 1/c - d - c + d/c² - d²। ओके, ल तपाईहरु कापी कलम लिएर बस्नु है विद्यार्थी भाइ बहनहरु। र यसरी हामीले यसलाई 1/c - d - c + d अनि यो हर्छ नि, यो हामीले a² - b² को सूत्र पढेछौं नि, a + b अनि a - b। यसरी यसले हामीले एकचोटी प्लस र एकचोटी माइनस गरौँ। यसरी यो र हर र अंशमा न्युमरेटर र डिनोमिनेटरमा उस्तै मिल्ने भएको हुनाले यसले हामी क्यान्सल गर्न सक्छौं। अनि हुन्छ यहाँ कति 1। यो 1/c - d - 1/c - d दुईटैको हर डिनोमिनेटर सेम भएको हुनाले यसले के गर्न पाइयो त हामीले c - d लियौं, एउटा लेखौं र 1 - 1। इट मिन्स 0/c - d दिस इक्वल टु 0 विच इज द रिक्वायर्ड एन्सर। यस्तो आयो भने सर्ट क्वेसन आउँछ, धेरै लामो आउने यसमा 2 मार्क्स भनेको 2 मार्क्स मजाले हामीले पाउन सक्छौं। ओके, थ्यांक यू।